तपाईहरुमध्ये कतिपयजना डेन्टल जाँदाखेरि चाहिँ डाक्टरले आरसीटी गर्नुपर्छ भन्नुहुन्छ हैन। अब आरसीटी कुन केसमा गरिन्छ त? आरसीटी गर्ने थुप्रै केसहरू हुन्छ हैन, जस्तै चाहिँ तपाईको दाँत दुखेको छ, दाँतमा इन्फेक्सन भएको छ, किराले खाएर चाहिँ दुखेको छ भने चाहिँ आरसीटी गरिन्छ। यदि नदुखे पनि कहिलेकाहीँ के हुन्छ त इन्फेक्सन पर्सिस्टेन्ट भइराखेको हुन्छ नि, त्यतिबेला पनि के हुन्छ त आरसीटी गर्नुपर्ने कन्डिसन हुन्छ। चोट लागेर चाहिँ दाँत डिस्कलर भएको छ भने चाहिँ त्यतिबेला पनि के हुन्छ त आरसीटी गरिन्छ। चोट लागेर डिस्कलर नभए पनि यदि तपाईको दाँत चाहिँ चिपअप भएको छ, दाँत चाहिँ फ्र्याक्चर भएको छ, त्यतिबेला पनि के हुन्छ त आरसीटी गर्नुपर्ने कन्डिसन हुन्छ। त्यसैगरी यदि तपाईको गिजाको समस्या छ हैन, गिजा सरिसकेको छ, गम डिसेसन भइसकेको छ हैन, त्यसले गर्दाखेरि सेन्सिटिभिटी भइरहेको छ भने त्यतिबेला पनि के हुन्छ त आरसीटी गर्नुपर्ने हुन्छ। त्यसैगरी यदि कहिलेकाहीँ चाहिँ तपाईको क्राउनहरु राख्नुपर्ने छ हैन, दाँतहरु धेरै काट्नुपर्ने भयो भने चाहिँ त्यतिबेला पनि के हुन्छ त इन्टेन्सनल आरसीटी गरिन्छ हैन। त्यतिबेला चाहिँ नचाहेर पनि आरसीटी गर्नुपर्ने हुन्छ। त्यसैगरी यदि तपाईको दाँत चाहिँ खिएको छ भने त्यतिबेला पनि के हुन्छ त आरसीटी गर्नुपर्ने कन्डिसन हुन्छ। यदि तपाईहरुले नि आरसीटी गराउनु भएको छ भने आरसीटी गर्दाखेरि चाहिँ कस्तो फिल हुँदै रहेछ त, कस्तो एक्सपिरियन्स रह्यो तपाईहरुको, कमेन्ट गर्न पनि सक्नुहुन्छ।